गुड मर्निङ गाइजहरू है। आज तपाईँहरूकोतिर कतिको चिसो छ, हाम्रोतिर चाहिँ कस्तो राम्रो दिन भएको छ। आजको दिन देखाउँछु ल हाम्रोतिर। हेर्नु गाइज, आमामामा लेसी हाम्रोतिर चाहिँ यस्तो सानो किचन पनि बनाउँदै हुनुहुन्छ क्या। मेरो माइत घर हो यो चाहिँ, मेरो माइत घर हो साथीहरू। मेरो माइत घर पनि हेरिदिनु होला। यस्तरी कस्तो राम्ररी ढकमक्क फुल फुलेको छ। आज बिहानै उठेर कस्तो राम्रो दिन भएर मैले चाहिँ भिडियो बनाउन लागिरहेको छु। यो चाहिँ करेसाबारी साथीहरू। कस्तो मजाले हेर्नु न, घाम झुल्किरहेको छ। हामी सिरेन्तु कता कतातिर जान्छौँ घाम झुल्केको हेर्नु। तर हेर्नु न, हाम्रो त घरबाटै घाम झुल्किन्छ। कस्तो राम्रो हेर्नुहोस् त साथीहरू, कस्तो राम्रो घाम झुल्किन्छ, घरबाटै झुल्केको देखिन्छ। हेर्नु त साथीहरू, कस्तो राम्रो छ। हेर्नुहोस् है त ल, कस्तो राम्रोसँगले घाम झुल्केको देखिएको छ। ल ल हेर्नु, कस्तो राम्ररी नि आज कस्तो राम्रो छ। सरर हावा लागिरहेछ, दिन कस्तो राम्रो छ। हेर्नु न साथीहरू, हाम्रो चाहिँ घरबाट उठ्ने बित्तिकै घाम झुल्केको देखिन्छ। अनि चिसो भयो भने पनि घरबाट सरर हुस्से लागेको देखिन्छ। त्यही भएर राम्रो छ हाम्रो ठाउँ। यो चाहिँ मेरो माइती गाउँ चाहिँ जाँते नम्बर 8मा पर्दछ साथीहरू। ल अब अहिले एकछिनमा सबै देखाउँछु म तपाईँहरूलाई। स्पेसल यो घाम झुल्केको देखाउन मन लागेको भएर देखाएको हो साथीहरू। हाम्रो लुसी 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 यहाँनिर चढ्दैछ, के खानेकुरा खोज्दैछ। ल है साथीहरू, देख्नुभयो नि, हाम्रो चाहिँ घरबाटै घाम झुल्की बक्सिनुहुन्छ। कस्तो राम्रो नि साथीहरू। एकचोटि फेरि हेर्नुहुन्छ, जुम गरिदिउँ। ल हेर्नु त कस्तो राम्रो। अलि माथि माथि निस्किनु भएछ अघिभन्दा। कस्तो राम्रो। ल हेर्नु त घामको प्रकाश कति साह्रो परसम्म है। ल साथीहरू, घाम झुल्केको ठाउँमा कस्तो राम्रो। खै घाम झुल्केको कस्तो राम्रो। वाउ, कस्तो राम्रो देखेको क्या। भर्खर उठेको, मुखै धोएको छैन र पनि कस्तो राम्रो। कस्तो राम्रो उयो आएको। वाउ वाउ साथीहरू, घाम झुल्केको कस्तो राम्रो। म कति राम्री देखेकी छु बिहान बिहानै भए पनि। कस्तो राम्रो। हाम्रो चाहिँ लसुन पनि फल्दैछ। वान्स मोर साथीहरू, घामको प्रकाश छरिँदैछ वान्स मोर। ल अब अहिले एकछिनतिर बनाउनु पर्छ है।